खोजे मैले के भयो त्यो साइला दाजुलाई किन पैसा दिएको तिमीले बाँकी मलाई नसोधिकिन ना पैसा मागिहाल फोन गरेर ना 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 छिटो यस्तो पाराले हुँदैन अब यस्तो पाराले कहिले उँभो लाग्नु हौ बाँकी दिएर अर्कालाई छिटो लाग्यो गरिहाल छिटो पैसा हेलो गुड मर्निङ दाजु ए जाति नै हुनुहुन्छ ए अन्त भाउजूहरू जाति नै हुनुहुन्छ नानीहरू ए जाति नै हुन्छ ए घर परिवार ए सबै जाति बाटोहरू पनि सबै बिग्रेको होला पानी परेर है ए ढिस्कानाहरू झरेको छ ए सबै ठिकै छ ए होइन मैले फोन गरेको थिएँ कि तपाईलाई त्यही त बिहान पनि गरे हिजो पनि गरेको ए त्यो हेर्नु न मलाई अलिकति पैसाको जरुरत पर्यो कि अस्ति लगेको सापाट फर्काइदिनुहुन्छ कि भनेर नि पुरा जरुरत परिरहेको छ नि के गर्नु हेर्नु न मेरो त बुढी पनि सिरियस भएर हस्पिटल एडमिट पो गरिरहेको छु खोइ अचानक के भयो भयो हस्पिटलमा नि यसो पैसा चाहिएर कस्तो भइरहेको छ कि म त आफै पनि बिमारी त्यही भएर नि अलिकति भए पनि फर्काइदिनुहोस् न हौ त्यो अस्तिको सापट फर्काइदियो भने मलाई धेरै हेल्प हुन्थ्यो नि त हौ दाजु ए हुन्छ मलाई हुन्छ मलाई हुन्छ फोन गर्नुहुन्छ हुन्छ कहिले कुन यस्तो पाराले अहिलेसम्म पनि फर्काइदिएको छैन त्यो चेप्टे लाएर बोलेर हुन्छ पैसा माग्दा कहिले हेलो कस्तो हुनुहुन्छ सन्चै हुनुहुन्छ गाउँघर कस्तो छ बाटो घाटो किन सोध्नु त्यो सोध्नु के का पहिला पैसा कुरा गरिहाल्नु पर्दैन यस्तो पाराले हुँदैन मेरो पैसा ल्याइहाल्ने मलाई चाहियो बाँकी दिनु पिर छौ आफ्नै पैसा माग्नु पनि अन्ध्रा भुडी दुःख पीडा बुझाउनु पर्छ अब बाँकी खानेहरूको मतलब भयो त भयो किन